ओके छ त मेरो यहाँ अब गाडीको एड घुमाउने प्र्याक्टिसको क्रममा छु म अहिले साथीहरू सकेसम्म मैले पास गर्छु होला कहीँ ठोकिन्न होला एड त म इजी घुमाइदिन्छु नि फेरि भन्नै पर्दैन एडको लागि त दुःखै छैन हैन को लागि त 10 मिनेट होला अब सरर घुमाइदिन्छु सेब्बास बेटाउने सरर 8 पास भयो क्रस भइसकेपछिको क्रममा अब म बाहिर अब मेरो चाहिँ बाहिर हुने प्रस्थान छ सर्लक सर्लक उनीहरू देखाउने बाटोमा अहिले म यहाँ टक्क लागेर धेरै उठ्यो गाडी साइड लाइट दिइरहेको छौँ म अहिले टक्क लगाएर उकालोमा र एलमा त ठिक छ कि उकालोमा अलिकति कन्फ्युज हुन्छ नसिकाउ न सक्छु त हेलो ठिक हुनु पऱ्यो नि भाइ यत्र पैसा तिरेर गरे ठिक नभएर ट्राफिक सरले जानुहोस् भन्ने भइसकेको छ मलाई कृपया साथीहरू अब यहाँ एलमा बाँकी छ अब मेरो